साथीहरू, रिड एन्ड टेकमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। आज मिति 2081 साल फागुन 28 गते बुधबार गोरखापत्रमा प्रकाशित विषयगत प्रश्न उत्तर ल्याएर आएका छौँ। प्रश्न उत्तरहरू यस प्रकार रहेका छन्। प्रश्न नम्बर 1, स्रोत साधनको वितरणमा समन्याय भनेको के हो? नेपालमा वार्षिक बजेटको माध्यमबाट स्रोत साधन वितरणमा समन्याय हासिल गर्न गरिएका प्रयासहरू चर्चा गर्नुहोस्। यसको उत्तर छ, राज्यमा उपलब्ध स्रोत साधन, अवसर र लाभको समान, न्यायोचित एवं समतामूलक वितरणलाई स्रोत साधनको वितरणमा समन्याय भनिन्छ। यसले समाजका सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूले राज्यका स्रोत साधनमा समान पहुँच, समान अवसर, न्यायोचित वितरण, नियन्त्रण र परिचालन गर्न पाउने मान्यताको वकालत गर्छ। स्रोत साधनको वितरणमा समन्याय कायम गर्नुको उद्देश्य समाजमा व्याप्त आर्थिक सामाजिक असमानता हटाउँदै समाजको समतामूलक विकास सुनिश्चित गर्नु हो। नेपालमा वार्षिक बजेटले स्रोत साधन वितरणमा समन्याय कायम गर्न विभिन्न नीति, अनुदान तथा विशिष्टीकृत कार्यक्रम मार्फत पहल गरिरहेको छ। बजेटले स्रोत साधन वितरणमा समन्याय कायम गरी सामाजिक न्याय र समतामूलक समाज निर्माणमा योगदान गर्ने लक्ष्य राखे तापनि क्षमता अभाव, राजनीतिक हस्तक्षेप, पूर्वाग्रह, सामाजिक विभेद, स्रोत जुवावट जस्ता कारणले अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन। तहगत सरकारबीचको समन्वय र अन्तर्सम्बन्ध, स्थानीय सरकारको क्षमता विकास, नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता र जनसहभागिता तथा भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्दै बजेटलाई लक्षित वर्गसम्म पुर्याएर मात्र वाञ्छित नतिजा हासिल हुन सक्छ। नेपालमा वार्षिक बजेट मार्फत स्रोत साधनको वितरणमा समन्वय सुनिश्चित गर्न गरिएका प्रयासहरू। नेपालमा वार्षिक बजेट मार्फत स्रोत साधनको वितरणमा समन्वय हासिल गर्न कानुनी, नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिएको छ। यी प्रयासले आर्थिक, सामाजिक तथा क्षेत्रीय असमानता न्यूनीकरण गर्दै समावेशी विकासलाई प्रवर्धन गर्न मद्दत पुर्याउँदै आएका छन्। कमा छ, सङ्घीय प्रणाली बमोजिम बजेट बाँडफाँड। सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आवश्यकता अनुसार बजेट बाँडफाँड गर्ने स्वायत्तता रहेको, सङ्घीय बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणको लागि स्रोत बन्दोबस्त हुने र यसले प्रादेशिक र स्थानीय असन्तुलनलाई सम्बोधन गर्न सक्ने, राजस्व बाँडफाँड गर्दा वञ्चितीकरणको अन्त्य, गरिबी र असमानता न्यूनीकरण तथा स्थानीय आवश्यकतामा जोड दिने गरेको, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडमा प्रभावित प्रदेश र स्थानीय तहहरूले लाभ पाउने, पिछडिएको वर्ग, क्षेत्र र समुदायको उत्थान र सशक्तिकरणका लागि विशेष अनुदानको व्यवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्रोत साधनको समन्यायिक वितरणका लागि आधार र ढाँचा निर्धारण गरेको। खमा छ, प्रगतिशील कर प्रणालीको कार्यान्वयन। कर तिर्न सक्नेले तिर्ने र बढी आम्दानी गर्नेले बढी नै कर दायित्व वहन गर्ने मान्यता अनुरूप कर प्रणाली सञ्चालित, गरिब, विपन्न, अशक्त तथा आर्थिक सामाजिक वञ्चितीकरणमा परेका व्यक्तिहरूका लागि विभिन्न कर छुट, सहुलियत तथा सुविधाहरू घोषणा हुने गरेको। गमा छ, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि विभिन्न कार्यक्रमको व्यवस्था। वृद्ध, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा विपन्न वर्गका लागि मासिक भत्ताको व्यवस्था, स्वास्थ्य बिमा कार्यक्रम, विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण, महिला र दलित विद्यार्थी केन्द्रित छात्रवृत्ति कार्यक्रम, दीर्घ रोगीहरूका लागि सहुलियत, छुट र सुविधाहरू, विपन्न नागरिक आवास कार्यक्रम तथा जनता आवास कार्यक्रम, क्षेत्रीय असमानता न्यूनीकरण तथा समावेशी विकासका लागि राष्ट्रिय पूर्वाधार निर्माण, राष्ट्रिय गौरवका आयोजनामा निरन्तर रूपमा बजेट विनियोजन, रूपान्तरणकारी र प्राथमिकता प्राप्त आयोजनाहरू छनौट एवं कार्यान्वयन। घमा छ, पिछडिएको समुदाय र भूगोल केन्द्रित समृद्धि कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रम, ग्रामीण विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन। गमा छ, रोजगारी प्रवर्धन कार्यक्रमहरू। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारको लागि 100 दिनको न्यूनतम रोजगारको प्रत्याभूति, छोटो तथा लामो अवधिका सिप विकास कार्यक्रमहरू, सिप प्रमाणीकरण कार्यक्रमहरू। चमा छ, महिला, दलित, जनजाति र सीमान्तकृत समुदायको आर्थिक उत्थान र सशक्तिकरणका लागि सिप विकास र आय आर्जन सम्बन्धी कार्यक्रम। एकल, विपन्न, हिंसा र महामारी पीडित महिलाका लागि राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम।
6मा छ विपदजन्य घटनामा राहत, क्षतिपूर्ति, पुनर्निर्माण तथा पुनर्स्थापना। मनसुनजन्य, आगलागीजन्य तथा भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निर्माणका लागि बजेटको प्रबन्ध, कृषि तथा पशु बीमा कार्यक्रम सञ्चालित। अन्त्यमा सरकारले वित्त नीतिको माध्यमबाट सामाजिक न्याय हासिल गर्ने उद्देश्य लिएको हुन्छ। सरकारको वार्षिक कार्यक्रम तथा बजेट मार्फत वञ्चितीकरणमा परेका विभिन्न वर्ग, क्षेत्र र समुदायका मानिसलाई मूल प्रवाहीकरण गर्न विशेष व्यवस्था गर्छ। बजेट तर्जुमालाई राष्ट्रिय नीति र मापदण्ड अनुरूप बनाउँदै प्रभावकारी कार्यान्वयन मार्फत सरकारी नीति र कार्यक्रमहरू लक्षित वर्गसम्म पुर्याउन सकेमा स्रोत साधनको वितरणमा समन्याय कायम गर्ने प्रयासले सार्थकता पाउन सक्छ। प्रश्न नम्बर 2, वित्तीय समानीकरण अनुदान भनेको के हो? यस सम्बन्धी संवैधानिक व्यवस्था उल्लेख गर्दै नेपाल सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको ढाँचा प्रस्तुत गर्नुहोस्। यसको उत्तर छ प्रदेश तथा स्थानीय सरकारको खर्च आवश्यकता र राजस्व क्षमताबीचको अन्तरलाई न्यूनीकरण गर्नका लागि उपलब्ध गराइने वित्तीय स्रोतलाई वित्तीय समानीकरण अनुदान भनिन्छ। नेपालको सङ्घीय संरचना निर्माणका क्रममा खर्च जिम्मेवारी अनुसारको राजस्व अधिकार हस्तान्तरण नभएका कारण तल्ला तहका सङ्घीय एकाइमा खर्चको आवश्यकता र राजस्व क्षमताबीच फराकिलो अन्तर छ। उक्त वित्तीय अन्तर न्यूनीकरण गरी समान स्तरमा ल्याउनका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सङ्घबाट प्रदेश तथा स्थानीय तहमा र प्रदेशबाट प्रदेशभित्रका स्थानीय तहहरूमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने संवैधानिक व्यवस्था छ। नेपाल सरकारले प्रदेश तथा स्थानीय तहका लागि निर्धारित वित्तीय समानीकरणको सिलिङलाई आधार मानेर आयोगले निर्धारण गरेको ढाँचा बमोजिम प्रत्येक प्रदेश र स्थानीय तहहरूले प्राप्त गर्ने परिमाण निर्धारण गरी वित्तीय समानीकरण अनुदान सिफारिस गरिन्छ। वित्तीय समानीकरण अनुदान सम्बन्धी संवैधानिक व्यवस्था। नेपालको संविधानको धारा 60 र धारा 251मा वित्तीय समानीकरण अनुदान सम्बन्धी व्यवस्था रहेको छ। संविधानमा रहेको व्यवस्था बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ। नेपाल सरकारले सङ्कलन गरेको राजस्वको न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउने। नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्ने। स्थानीय तहको खर्च आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई प्रदेश कानून बमोजिम आफू अन्तर्गतका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने। प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरे बमोजिम हुने। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहलाई प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिस गर्ने। वित्तीय समानीकरण अनुदान वितरणको ढाँचा। कुल वित्तीय समानीकरण अनुदानलाई देहाय बमोजिम 3 भागमा विभाजन गरी प्रत्येक स्थानीय तहहरूले 3वटै भागबाट आफ्नो हिस्सा प्राप्त गर्ने गरी ढाँचा निर्धारण गरिएको छ, जसमा सबैभन्दा बढी सूत्रमा आधारित अनुदानको भाग र सबैभन्दा कम कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदानको भाग रहने गरेको छ। प्रत्येक स्थानीय तहहरूले यी 3वटै ढाँचा अनुसार अनुदान प्राप्त गर्छन्। 3वटा ढाँचा बमोजिम प्राप्त गर्ने अनुदान नै ती स्थानीय तहहरूको कुल समानीकरण अनुदान हुने गर्छ। कमा छ न्यूनतम वित्तीय समानीकरण अनुदानको ढाँचा। 10,000 भन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई रु 2,75,00,000 अनुदान। 10,000 वा सो भन्दा बढी 2 लाख भन्दा कम जनसङ्ख्या भएका स्थानीय तहलाई प्रति 10,000 जनसङ्ख्या वृद्धिमा 25 लाख अनुदान वृद्धि। 2 लाख वा सो भन्दा बढी जनसङ्ख्या भएका स्थानीय तहलाई एकमुष्ट रु 7,75,00,000 अनुदान। खमा छ सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानको ढाँचा। मानव विकास सूचकाङ्कलाई 10% अङ्कभार, आर्थिक सामाजिक असमानतालाई 5% अङ्कभार, पूर्वाधार विकासको अवस्थालाई 10% अङ्कभार, राजस्वको अवस्थालाई 5% अङ्कभार, खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमतालाई 70% अङ्कभार निर्धारण। गमा छ कार्य सम्पादन मूल्याङ्कनमा आधारित वित्तीय समानीकरण अनुदान। स्थानीय शासकीय प्रक्रियाको विधि सम्मत अनुसरण, राजस्व सङ्कलन, एकल कर प्रशासन अनुरूप राजस्व बाँडफाँड, बजेट खर्च प्रगति, आर्थिक अनुशासन, वार्षिक प्रगति समीक्षा एवं नतिजा सार्वजनिकरण, पुस मसान्तभित्र आगामी वर्षको आय व्यय प्रक्षेपण, आवधिक योजना तर्जुमा र कार्यान्वयन, शिक्षा र स्वास्थ्य क्षेत्रमा हासिल गरेको प्रगति लगायतका विषयलाई समेटेर 17वटा सूचकाङ्क निर्धारण गरिएको। प्रत्येक सूचकाङ्कमा प्राप्त गरेको अङ्कको आधारमा कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान प्रदान हुने।
अन्त्यमा वित्तीय समानीकरण अनुदान संघीयता कार्यान्वयनको महत्त्वपूर्ण वित्तीय औजार हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिमको परिमाणमा समानीकरण अनुदान उपलब्ध हुने भन्ने संविधान र कानुनको मर्म विपरीत नेपाल सरकार र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान उपलब्ध हुँदा अन्तर सरकारी वित्तीय सम्बन्ध कमजोर हुँदै गएको छ। यस्तो अभ्यासले संघीयताको जगलाई कमजोर बनाउने हुँदा संविधान र कानुनको मर्म र भावना बमोजिम वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनेतर्फ नेपाल सरकार र प्रदेश सरकारको ध्यान जान जरुरी देखिन्छ। प्रश्न नम्बर 3, नेपालमा नागरिक स्वतन्त्रताको लागि संविधानले प्रत्याभूत गरेका हकहरू उल्लेख गर्नुहोस्। यसको उत्तर छ राज्य वा सरकारको अनुचित हस्तक्षेप बिना नागरिकले आफ्नो जीवन र दैनिकी सञ्चालन गर्न पाउने अवस्था नै नागरिक स्वतन्त्रता हो। नागरिक स्वतन्त्रताले स्वच्छन्दताको वकालत गर्दैन र यो निरपेक्ष विषय पनि होइन। अरूको अधिकारको सम्मान र मुलुकको कानुनी परिधिभित्र रही व्यक्तिगत इच्छा अनुसार कार्य गर्न पाउने अवस्थाको रूपमा नागरिक स्वतन्त्रतालाई बुझ्नुपर्छ। नागरिक स्वतन्त्रताका लागि नेपालको संविधानले प्रत्याभूत गरेका हकहरू। राज्यले कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगर्ने र नागरिकको स्वतन्त्रताको हक राज्य, समाज र अन्य नागरिकको हित प्रतिकूल नहुने गरी कार्यान्वयन गर्ने विषय संविधानले प्रष्ट पारेको छ। यसबाहेक मौलिक हक अन्तर्गत स्वतन्त्रताको हकको रूपमा देखाएका हक सुनिश्चित गरिएको छ। विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, सङ्घ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवत र बसोबास गर्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा पेसा रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत मूल्यको रूपमा नागरिक स्वतन्त्रता रहन्छ। नेपालको संविधानको प्रस्तावनामा नागरिक स्वतन्त्रताप्रति राज्य प्रतिबद्ध रहने कुरा व्यक्त गरिएको छ। नागरिकको व्यक्तिगत विकास, आत्मसम्मान, खुशी र सन्तुष्टिको लागि नागरिक स्वतन्त्रता महत्त्वपूर्ण हुने हुँदा कानुन बमोजिम नागरिक स्वतन्त्रता सुनिश्चित गर्न जिम्मेवार निकाय सहयोगी बन्नुपर्छ। प्रश्न नम्बर 4, स्थानीय तहको सार्वजनिक उत्तरदायित्व भन्नाले के बुझिन्छ? स्थानीय सरकारको सार्वजनिक उत्तरदायित्व प्रवर्धन गर्ने उपायहरू उल्लेख गर्नुहोस्। यसको उत्तर छ स्थानीय तहहरू संविधान र कानुन बमोजिम प्राप्त स्रोत, साधन, अधिकार र जिम्मेवारीको उपयोग र नतिजाको सम्बन्धमा जिम्मेवार र जवाबदेही बन्नुपर्ने अवस्था नै स्थानीय तहको सार्वजनिक उत्तरदायित्व हो। जनताले दिएको मत र तिरेको करको सदुपयोग गरी जनतालाई सुशासनको अनुभूति गराउनु सार्वजनिक उत्तरदायित्वको मूल मर्म हो। नेपालमा स्थानीय तहको सार्वजनिक उत्तरदायित्व अभिवृद्धि गर्ने उपायहरू निम्न छन्। स्थानीय सरकारद्वारा सञ्चालन हुने विकास, निर्माण र सेवा प्रवाहका प्रक्रियामा जनतालाई सहभागी गराएर आवाजविहीन र क्षमताविहीन नागरिकको क्षमता विकास, उत्थान र सशक्तिकरण गरी स्थानीय शासन प्रक्रियामा सहभागी हुन सक्ने हैसियत निर्माण गरेर निर्णय प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाएर स्थानीय सभा अन्तर्गतका समितिहरूलाई कार्यमूलक र सक्रिय बनाएर गुनासो सुनवाई संयन्त्रलाई प्रभावकारी बनाएर सूचना अधिकारी र प्रवक्ताको व्यवस्था गरेर नियमित रूपमा सार्वजनिक सुनवाई गरी सोको प्रतिबद्धतालाई व्यवहारमा अनुवाद गरेर स्थानीय आयोजनाहरूको सार्वजनिक र सामाजिक परीक्षण गराएर आयोजना स्थलमा अनिवार्य रूपमा आयोजनाको लागत र समयावधि सहितको विवरण राख्न लगाएर बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी नतिजा सार्वजनिक गरेर लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेर स्थानीय नीति तर्जुमाका सन्दर्भमा नीति संवाद समिति गठन गरेर सञ्चार माध्यमसँग नियमित रूपमा अन्तर्क्रिया गरेर स्थानीय पदाधिकारी र कर्मचारीको आचार संहिता निर्माण गरी कार्यान्वयन गराएर जनप्रतिनिधि र कर्मचारीलाई कार्य सम्पादनमा अब्बल र नतिजाप्रति जवाबदेही बनाएर सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर वडा र विषयगत शाखामा कार्यरत कर्मचारीको काम र व्यवहारलाई सेवाग्राहीबाट मूल्याङ्कन गर्ने पद्धतिको थालनी गरेर अन्तरपालिका सिकाइ र असल अभ्यास आदान प्रदान गरेर
स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन तथा वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक तथा नतिजामाथि छलफल गरेर अन्त्यमा वर्तमान शासकीय परिवेशमा सार्वजनिक उत्तरदायित्व बहुआयामिक बन्दै गएको छ। स्थानीय तहहरू आफ्ना मतदाता र करदाताप्रति, संविधान र कानुनप्रति, नियामकीय निकायप्रति, सङ्घ र प्रदेश सरकार तथा आफैप्रति समेत उत्तरदायी बन्नुपर्ने अवस्था रहेको छ। स्थानीय सरकारले उल्लेखित उपायहरू अवलम्बन गरेमा अनियमितता र स्रोतको चुहावट न्यूनीकरण हुन गई सार्वजनिक हित र उत्तरदायित्व प्रवर्धन हुन सक्ने देखिन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै खालका भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। साथै भिडियो मन परेमा लाइक गरिदिनुहोला र साथीहरूमा सेयर पनि गरिदिनुहोला। धन्यवाद।